हेलो गाइज, फेरि म आइसके आफ्नो ब्लगमा। अनि हेर्नुहोस्, आज म जाँदैछु यो रोप्नुलाई टमाटर अनि खुर्सानी मेरो बारीमा। म तपाईलाई आज मेरो बारीमा मैले कति मेहनत गरेछु त्यो देखाउन गइरहेछु। हेर्नुहोस्, म र मम्मी भएर यहाँनिर साग रोपेछु। कति राम्रो राम्रो साग छ। अनि यसमा चाहिँ मम्फली रोपेछु। अब उम्रेपछि ठुल्ठुलो भएपछि पहिला देखाउने छु। अनि यो चाहिँ प्याज हो। अनि यहाँ हेर्नुहोस्, मैले मटर भन्छ है, मटर रोपेको छु। अनि त्यसपछि बारीमा हेर्नु, बारीभरि छ मटर। अनि यहाँनिर क्यारी बनाएर अब आलु पनि ठुल्ठुलो भइसकेछ। अनि यतातिर टमाटर 2 प्रकारको रोपिसके। अनि हेर्नु, मेरो सपातो बोटमा टुसा हल्का हल्का उम्रिरहेछ। अनि यो चाहिँ सुन्तलाको बोट छ, अब ठुलो भइसकेछ यसमा। अनि मेरो अनारको पनि बोट हेर्नुहोस्, मैले अस्तिको दिन काटेर फ्याँके थिएँ। अहिले पाउला हल्का हल्का राम्रो आछ। अब म गइरहेको छु। हेर्नुहोस्, यहाँ छ खुर्सानी मैले रोपेँ अघि, टमाटर 2 प्रकारको। अब चाहिँ यो 3 प्रकारको खुर्सानी रोप्न गइरहेको छु। फलेपछि तपाईँहरूलाई भिडियो देखाउने छु। अहिले म रोप्न गइरहेको छु। मैले खनिसकेको छु। अब हेर्नुहोस्, मैले रोपिसकेँ। अब म बारीबाट घर आइसकेँ, खाना खाएँ मजाले। अनि त्यसपछि अब जाँदैछु म फेरि बाख्राको लागि, के भन्छ त्यसलाई, कुडो बनाउनुको लागि। अनि कुडो बनाइसकेपछि त्यसपछि खानलाई दिन्छु। अनि घरहरूको जति काम छ, भाँडाकुँडाहरू मसिसकेँ मैले। अब घर बनाउनु बाँकी छ। अनि त्यसपछि अब के गर्ने, जाडोको मौसम छ, आगो ताप्ने, बस्ने, आगो सेक्ने भयो। अनि त्यसपछि अरू त कामै छैन के नि। अब मैले जति छ काम सबै सकाएँ। हेर्नुहोस्, मैले के बनाइरहेको छु, कुडो। अब यो रेडी भइसकेछ। अनि बाख्रालाई पनि घाँस हालेँ। त्यसपछि अब मस्तले अब आगो ताप्छु अनि मम्फली खान्छु। र यति भन्दै म आफ्नो 2 शब्द यहीँनिर कट गरेर फेरि भोलि आउने छु आफ्नो दिनचर्या देखाउनलाई। बाई बाई।